आज फुटबल विश्वले सास रोकेर हेर्ने खेल। विश्व च्याम्पियन फ्रान्स कि अफ्रिकाको गर्व मोरक्को। सेमिफाइनलको टिकट कसले काट्ने? फ्रान्सले स्विडेन र पराग्वेलाई हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको छ। उता मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीमा पराजित गर्दै तत्पश्चात क्यानाडालाई 3-0 ले हराएर आफ्नो उत्कृष्ट लय कायम राखेको छ। फ्रान्सको सबैभन्दा खतरनाक खेलाडी किलियन एम्बाप्पे उनको गति, ड्रिब्लिङ र फिनिसिङले जुनसुकै बेला खेलको दिशा बदल्न सक्छ। अर्कोतर्फ अचराफ हाकिमीको नेतृत्वमा मोरक्कोको रक्षा निकै बलियो छ। उनीहरूको काउन्टर अट्याक विश्वकै उत्कृष्ट मध्ये एक मानिन्छ। 2022 को सेमिफाइनलमा फ्रान्स विजय भएको थियो, तर यसपटक मोरक्कोले बदला लिने सुवर्ण अवसर छ। अनुभव फ्रान्ससँग छ, तर आत्मविश्वास जोस मोरक्कोसँग। यो खेल एउटा गोल, एउटा क्षण वा एउटा गल्तीले तय हुन सक्छ। तपाईको भविष्यवाणी के छ? फ्रान्स कि मोरक्को? कमेन्टमा आफ्नो विजेता लेख्न नबिर्सनुहोला। थ्याङ्क यू।